यो सबैभन्दा महत्त्वपूर्ण कुरा बुद्धको जीवनीहरू चाहिँ हामीले अध्ययन गर्नु एकदमै महत्त्वपूर्ण कुरा हो। 电影的等把中间的补充，对结束的你讲，大家都看到那的书呢，真的是跟地基龙学他分松超过去，有的吧，假如谁的告诉他被记不住，如果话是， तपाईँ हामीहरूको शास्त्र सिद्धार्थ गौतम जुन पहिलो जन्म भयो, जन्म पश्चात उहाँ राजकुमार भएको कारणले उहाँको हरेक कुरामा केही कुराको कमी कमजोरी थिएन, सबै कुराले सम्पन्न थियो। तर पनि सबै कुरा सम्पन्न हुँदाहुँदै पनि त्यो खाले कुरालाई चाहिँ गृह त्याग गरी उहाँ चाहिँ जुन यो वास्तविक परम शान्तिको निमित्त खोजीको लागि घर गृहस्थी त्यागेर प्रवेशित भन्नुभएको थियो।但配合就现在我对跟你这个南极的东南，然后是属于那样，但是头家伙呢，我家伙呢现在嘛，等你没事专门去研究这个南极的东南这上现在嘛对吧？等你是地基龙学，那么可能越来越难，他们就真的没打话这个上升去。 他都给地基嘛，把他听着就讲呢，那你这是这个这样的有啥呢？那你确实把它上了是。 राजकुमार सिद्धार्थले गृह त्याग गर्नुको वास्तविक रहस्य भनेको माथि शिरमा बस्ने स्वामी राजदेखि लिएर साधारण मानिससम्ममा हामी सबैलाई जाति जरा मरण व्याधि जसलाई चाहिँ हामीले चाहिँ चारवटा कुरा केगा नाची भनेर चाहिँ भन्ने गरिन्छ, त्यो खाले दुःखबाट चाहिँ हामी मुक्ति पाउन र त्यो खाले कुराबाट हामी वञ्चित हुनको निमित्त त्यहाँबाट चाहिँ उहाँ सम्पन्न भए तापनि उहाँले घर गृहस्थी सबै छोड्नु भएको हो। 我到天南星，当然就是确主要的告诉人，考虑已经地基，来你莫是他没了去，但你莫没都上上的，先把那草拉的引进去来吐。 त्यसमा जुन यो लौकिक कुराहरूको सुख सम्पन्नलाई पनि यो वास्तविक रहेनछ भन्ने खाले कुरा चाहिँ